ल आज चाहिँ हामी अध्ययन गर्न गइरहेका छौँ उच्चारण सम्बन्धी चाहिँ नियमहरूको बारेमा। ल उच्चारण सम्बन्धी नियम चाहिँ के छन् भन्ने विषयमा चाहिँ हामी हेर्दै जाम। ल उच्चारण सम्बन्धी नियमहरू यी धेरै प्रकारका छन्। तीमध्ये सबैभन्दा सुरुका बेसिक उच्चारण सम्बन्धी चाहिँ हामी कुरा हेर्दैछौँ। सबैभन्दा सुरुमा चाहिँ जस्तो हामीले हिजो पढ्दाखेरि के भनेर पढ्यौँ त, जस्तो यसलाई हामीले ग भनेर पढ्यौँ, त्यसै गरेर यसलाई हामीले द भनेर पढ्यौँ, त्यस्तै यसलाई हामीले ब भनेर पढ्यौँ, त्यस्तै हामीले यसलाई चाहिँ के भनेर पढ्यौँ त, ज भनेर पढ्यौँ। तर यो उच्चारण सम्बन्धी नियममा के छ भने यदि है शब्दको चाहिँ सुरुमा यी माथि दिएका 1 2 3 4 यी चारवटा चाहिँ है, यी चारवटा चाहिँ आएमा यिनीहरूको हुने उच्चारण सम्बन्धी नियम है। आज हामीले सुरुमा चाहिँ के पढ्छौँ भने हिजो हामीले पढेको विषयमा यो ग, द, ब र यो ज, र यो ग, द, ब र यो ज को विषयमा चाहिँ सबैभन्दा सुरुमा चाहिँ हामी उच्चारण सम्बन्धी हेर्छौँ। यो ग सुरुमा आउँदा के हुन्छ, द सुरुमा आउँदा के हुन्छ, ब सुरुमा आउँदा के हुन्छ र ज सुरुमा आउँदा के हुन्छ भन्ने विषयमा चाहिँ हामी सुरुमा हेर्छौँ है। यदि शब्दको सुरुमा चाहिँ यो ग आइदियो भने गलाई हामीले ख भनेर उच्चारण गर्नुपर्छ। त्यसै गरी शब्दको सुरुमा द आइदियो भने दलाई चाहिँ हामीले थ भनेर उच्चारण गर्नु पर्यो। त्यसै गरी शब्दको सुरुमा ब आइदियो भने फ भनेर उच्चारण गर्नु पर्यो। र यो ज यदि शब्दको सुरुमा आउँछ भने चाहिँ यसलाई हामीले छ भनेर उच्चारण गर्नुपर्ने हुन्छ। अब यही सम्बन्धी चाहिँ हामी अगाडि बढ्दै जाम। ल सबैभन्दा सुरुमा हेर्नुहोस् त यहाँ के भनेको छ भने शब्दको सुरुमा चाहिँ ग को प्रसङ्गमा चाहिँ हामी हेर्छ है। ग भएमा चाहिँ गलाई चाहिँ उच्चारण गर्दाखेरि हामीले के भनेर गर्ने त, ख भनेर उच्चारण गर्ने भन्ने विषयमा चाहिँ इक्जाम्पल हेर्दै जाउँ। ल सबैभन्दा सुरुमा यहाँ दिएको छ खादा भनिएको छ। लेखिँदाखेरि चाहिँ यो के लेखिएको छ त, लेखिँदाखेरि चाहिँ ग प्लस आ गा, द प्लस आले दा, गादा लेखिएको छ। लेखिएको भए तापनि यो उच्चारण सम्बन्धी नियमले के भन्छ, यदि शब्दको सुरुमा ग आउँछ भने गलाई चाहिँ हामीले ग नभनेर ग को सट्टामा के भन्नु पर्यो, ख भन्नु पर्यो। त्यसै कारणले गर्दा यो ख प्लस आले के भइदियो त, खा, द प्लस आले दा। यसरी चाहिँ हामीले उच्चारण गर्नुपर्ने हुन्छ यदि शब्दको सुरुमा आएको बखतमा है। त्यस्तै अर्को पनि हेरौँ, यहाँनिर लेखिएको छ। ल लेखिनको लागि यो के लेख्यो त, ग प्लस ओले गो, ग प्लस इले गी। लेखिनको लागि ग प्लस ओ गो लेखिएको भए तापनि शब्दको सुरुमा ग आउँदा गलाई के भन्नु पर्यो, ख, ख प्लस ओले खो, ग प्लस इले गी, खोगी गर्नुपर्छ है। यो खादा भनेको चाहिँ जानु हो भने यो खोगी भनेको चाहिँ मासु। ल यसरी चाहिँ तपाईँले यसलाई चाहिँ प्र्याक्टिस गर्नुपर्ने हुन्छ। अन्य इक्जाम्पल पनि छन्, हेरौँ। ल त्यस्तै यहाँनिर हेरौँ त, यो ग प्लस इले के भयो, गी। तर शब्दको सुरुमा ग आएपछि यसलाई के भन्नु पर्यो, ख भन्नु पर्यो। ख प्लस इले खी, ग प्लस इले गे गरेर गर्नु पर्यो है। यो खिगे, खिगे भनेको चाहिँ के हो त, मेसिन। ल त्यस्तै अरू पनि हेरौँ। ल यहाँ के भन्छ भने बिचमा, जस्तो अघि हामीले के हेऱ्यौँ त, शब्दको सुरुमा आएको प्रसङ्गमा हेरौँ। शब्दको सुरुमा आउँदाखेरि हामीले यो गलाई चाहिँ के भन्यौँ त, ख भन्यौँ। तर यदि बिचमा अथवा पछाडि आउँदा चाहिँ यो ग को चाहिँ उच्चारण परिवर्तन गर्नु पर्दैन। ग को उच्चारण चाहिँ के नै हुन्छ त, ग नै हुन्छ भने तल आउँदा चाहिँ यो गलाई चाहिँ के भन्नुपर्छ, उच्चारण क गर्नुपर्छ। भन्नु खोजेको कुरा के हो भने यदि तपाईँले यहाँनिर कुनै एउटा शब्द लेख्नु भएको छ र यहाँनिर बिचमा चाहिँ केही ग आइदियो अथवा यहाँ केही शब्द लेख्नु भएको छ र अन्त्यमा ग आइदियो भने पनि यसलाई चाहिँ हामीले ग नै भन्ने। तर यदि शब्दको तलपट्टि चाहिँ यदि यो झुन्डेर बस्छ भने यस्तो बेलामा चाहिँ यो गलाई के भन्नुपर्छ, हामीले क भनेर चाहिँ उच्चारण गर्नुपर्ने हुन्छ। यही विषयमा यहाँनिर हेरौँ त,
जस्तो यहाँनिर लेखिएको छ यसलाई हेरौँ ल यसलाई चाहिँ एकचोटि हामी उच्चारण गरेर हेरौँ ह प्लस आले के भयो आ तलपट्टि नजाँदा नको उच्चारण के भयो आधा न अब यहाँ हेरौँ यो ग छ यो पछाडिमा अथवा बिचतिर आउँदाखेरि गलाई के भन्नुपर्छ ग नै भन्नुपर्छ त्यही भएर ग प्लस उले के भयो गु भयो अब यो शब्दको तलपट्टि ग झुन्डिँदा के भन्ने भनेको थियौँ त तल आउँदा गको उच्चारण के गर्ने त क भनेर उच्चारण गर्नुपर्छ त्यही भएर यो तल आउँदा यो के भयो त क भनेर चाहिँ हामीले उच्चारण गर्नुपर्ने हुन्छ है त्यही भएर यसको उच्चारण के भयो त हानगुक त्यस्तै अर्को साइडमा हेरौँ यहाँ सिगान भनेको छ स प्लस इले सी ल अब यसलाई उच्चारण गर्दाखेरि स प्लस इले के भयो सी भयो अब यो ग प्लस आले गा तलको न सिगान भनेर भन्नु पर्यो यो सिगान भनेको चाहिँ समय अथवा यसलाई घन्टा पनि भनिन्छ है घन्टा पनि भनिन्छ त्यस्तै यो हानगुक भनेको चाहिँ कोरिया ल अगाडि हेर्दै जाउँ ल यहाँ केही इक्जाम्पलहरू छन् यो इक्जाम्पललाई चाहिँ तपाईँहरूले चाहिँ उच्चारण चाहिँ प्र्याक्टिस गर्नु होला यहाँनिर मैले धेरै इक्जाम्पल राखिदिएको छु जस्तो सुरुमा यो के भयो त ग प्लस आ गा न भनेर यसलाई के भन्नु पर्यो खादा भनेर प्र्याक्टिस गर्नु पर्यो त्यस्तै यसलाई हामीले के भन्नु पर्यो खिल भनेर प्र्याक्टिस गर्नु पर्यो त्यसै यहाँ प्र्याक्टिसहरू यहाँ धेरै छन् यो प्र्याक्टिसहरू चाहिँ तपाईँले चाहिँ प्र्याक्टिस गर्नु होला जति सक्नुहुन्छ धेरैभन्दा धेरै चाहिँ यसलाई प्र्याक्टिस गर्नु होला यहाँ धेरै शब्दहरू राखिदिएको छु अब म लागौँ सेकेन्ड पोइन्ट नम्बर 2 तर्फ ल पोइन्ट नम्बर 2 मा हेरौँ त ल यहाँ के भनेको छ भने दोस्रोमा अघि हामीले सुरुमा के भनेको थियौँ त यो पढ्दाखेरि यसलाई द भनेर पढेको भए तापनि शब्दको सुरुमा द आउँदा के हुन्छ भनेर पढेका थियौँ त थ हुन्छ भनेर पढेका थियौँ त्यहीसँग सम्बन्धित कुराहरू छन् अगाडि हेर्दै जाउँ ल हेरौँ यहाँनिर ल एउटा यहाँनिर शब्द हेरौँ त के छ ल द प्लस ओले दो म प्लस आले मा हुनुपर्ने त दोमा हो तर रुलले के भन्छ त यदि शब्दको सुरुमा दो आउँछ भने दलाई के भन्नुपर्छ त थ भन्नुपर्छ त्यसै कारणले गर्दा त्यो के भयो त थ प्लस ओले थो म प्लस आले मा त्यस्तै अर्को पनि हेरौँ यहाँनिर दिएको छ अब हेरौँ त यो द प्लस ओले दो ग प्लस उले गु हुनुपर्ने चाहिँ यस्तो हो तर यस्तो नभएर रुल अनुसार चाहिँ अब के हुन्छ त थ प्लस ओले थो ग प्लस उले गु अब यस्तै तरिकाले चाहिँ यसलाई तपाईँले प्र्याक्टिस गर्दै जानु होला यहाँ अर्को पनि छ ल हेरौँ त थ प्लस ओले थोए द प्लस आले दा यसरी चाहिँ तपाईँले प्र्याक्टिस गर्नु होला म अन्य इक्जाम्पल पनि यहाँ राखिदिएको छु ल यहाँनिर तपाईँको धेरै इक्जाम्पलहरू छन् यो इक्जाम्पलहरू चाहिँ तपाईँहरूले चाहिँ धेरैभन्दा धेरै चाहिँ प्र्याक्टिस गर्नु होला अब लागौँ पोइन्ट नम्बर 3 तर्फ ल पोइन्ट नम्बर 3 मा हेर्नुहोस् त यहाँ के भनेको छ शब्दको सुरुमा ब को प्रसङ्गमा है अघि पढे अनुसार यदि शब्दको सुरुमा ब आउँछ भने यसलाई हामीले के भनेर पढ्ने भनेका छौँ त फ भनेर पढ्ने भनेका छौँ तर यो त हामीले चिन्ह चाहिँ के भनेर चिन्या हो त ब भनेर चिन्या हो यो बिचमा र पछाडि आउँदाखेरि चाहिँ ब नै हुन्छ तर शब्दको सुरुमा आउने भन्ने प्रसङ्गमा मात्रै है जस्तो फर इक्जाम्पल ल हेरौँ त ब प्लस आले के भयो बा द प्लस आले दा बादा हुनुपर्ने हो तर शब्दको सुरुमा ब आउँदा बलाई के भन्नु पर्यो फ त्यही भएर यो फ प्लस आले फा द प्लस आले दा यसरी चाहिँ हामीले यसलाई चाहिँ प्र्याक्टिस गर्नुपर्ने हुन्छ है ल अगाडि हेर्दै जाउँ ल यहाँ केही इक्जाम्पलहरू अरू पनि छन् ल 1 नम्बरमा हेरौँ त यहाँ के लेखेको छ ल लेखिने प्रसङ्गमा ब प्लस ओले बो द प्लस आले दा बोदा भए तापनि शब्दको सुरुमा ब आएको भएर बलाई के भन्नु पर्यो फ प्लस ओले फो द प्लस आले दा फोदा भन्नु पर्यो त्यस्तै अर्को हेरौँ ल ब प्लस एले बे उ द प्लस आले दा बेउदा हुनुपर्ने चाहिँ तर यो शब्दको सुरुमा ब भएपछि बलाई के गर्नु पर्यो फ प्लस एले फे उदा भनेर भन्नु पर्यो है त्यस्तै अर्को पनि हेरौँ यहाँनिर ल ब प्लस आले बा
ज प्लस इले जी हुनुपर्ने बाजी, तर यसलाई बाजी नभनेर के भन्नु पर्यो? शब्दको सुरुमा ब आउँदा फ भयो, फ प्लस आले फा, ज प्लस इले जी, फाजी, फाजी भनेर यसरी चाहिँ हामीले चाहिँ यसलाई चाहिँ उच्चारण गर्नुपर्ने हुन्छ। अन्य इक्जाम्पलहरू पनि छ तपाईँहरूलाई प्र्याक्टिसको लागि, यसलाई धेरैभन्दा धेरै चाहिँ प्र्याक्टिस गर्नु होला। ल यहाँनिर हेर्नुहोस् त के लेखेको छ? फादा, फान, फोदा, फ्योङ, फ्यनबी, यस्तै तरिकाले चाहिँ यो सबैलाई चाहिँ तपाईँहरूले चाहिँ प्र्याक्टिस गर्नुहोस् है धेरैभन्दा धेरै। ल अगाडि हेरौँ त पोइन्ट नम्बर 4 मा। ल पोइन्ट नम्बर 4 मा के भनेको छ? अघि हामीले के भनेर पढेका थियौँ त? यदि शब्दको सुरुमा ज आउँछ भने जलाई के भन्ने? छ भन्ने भनेर पढेका थियौँ। त्यसै अन्तर्गत ज प्लस आले जा, द प्लस आले दा यसरी लेखिने क्रममा हेरौँ त यो जादा भयो हुन चाहिँ जादा, तर शब्दको सुरुमा ज आउँदा जलाई के भन्नुपर्ने रहेछ त? छ भन्नुपर्ने भएको कारणले गर्दा यो के हुनु पर्यो त? छ प्लस आले छा, द प्लस आले दा, छादा। यसरी चाहिँ हामीले प्र्याक्टिस गर्नुपर्ने हुन्छ है। ल अगाडि अरू पनि हेर्दै जाउँ त इक्जाम्पलहरू। जस्तो यहाँनिर हेरौँ त के लेखेको छ? लेखिने क्रममा चाहिँ ज प्लस आले जा, र प्लस इले इ, जारी लेखेको भए तापनि शब्दको सुरुमा ज भएको कारणले गर्दा यसलाई के भन्नु पर्यो? हामीले छारी भनेर पढ्नु पर्यो। त्यस्तै अर्कोमा हेरौँ। ल ज प्लस इले यो के भयो त? जी भयो। त्यस्तै गरेर ह प्लस आले हा, छ प्लस अले छल। लेखिँदाखेरि जी आ छल लेखेको भए तापनि यसलाई उच्चारण गर्दा चाहिँ हामीले के भन्नु पर्यो? छ प्लस इले छि, ह प्लस आले हा, छ प्लस अले छ, तलको ल, छिया छल भनेर यसरी चाहिँ हामीले यसलाई चाहिँ पढ्नुपर्ने हुन्छ। अब यसका केही इक्जाम्पलहरू फेरि म यहाँ दिन्छु, यसलाई तपाईँहरूले चाहिँ धेरैभन्दा धेरै चाहिँ प्र्याक्टिस गर्नु होला। ल फेरि अगाडि बढौँ। अघिसम्म हामीले पढेको चाहिँ के थियो भने शब्दको सुरुमा आउँदाखेरि हुने उच्चारण सम्बन्धी विषयमा थियो भने अहिले चाहिँ हामी हेर्दैछौँ कन्सोनेन्टको तलपट्टि है। कुनै एउटा शब्द लेखिएको छ र यसको तलपट्टि चाहिँ यहाँनिर कन्सोनेन्टहरू झुन्डिएर बसेका हुन्छन्, तलपट्टि बसेका हुन्छन्। जस्तो फर इक्जाम्पल यसरी बसेका हुन्छन्, जस्तो यसरी बसेका हुन्छन्। यदि यसरी यो कुनै कन्सोनेन्ट यसरी तल झुन्डिएर बसेको छ भने यसलाई भन्दाखेरि चाहिँ के भनिन्छ त? फाच्छिम भनिन्छ। अब यो फाच्छिमको रूपमा तल जाँदाखेरि यसरी कन्सोनेन्टहरू तल जाँदाखेरि है, यसरी यो कन्सोनेन्टहरू चाहिँ तल जाँदाखेरि यसलाई चाहिँ के भनेर चाहिँ उच्चारण गरिन्छ भन्ने विषयमा चाहिँ अब छ। यसलाई चाहिँ एकछिन ध्यान दिएर हेरौँ। ल यदि शब्दको तलपट्टि यो ग, यो क अथवा यो ख तीनटा मध्ये जुनसुकै पनि है शब्दको तलपट्टि चाहिँ झुन्डेर बसेको हुन्छ, यो ग गए पनि, यो क गए पनि अथवा यो ख झुन्डेर बसेको भए तापनि यो सबैको उच्चारण के गरिन्छ? क गरिन्छ। त्यस्तै सेकेन्डमा हेरौँ त यो ब र फ को प्रसङ्गमा यदि शब्दको तलपट्टि ब झुन्डे पनि अथवा फ झुन्डे पनि यो दुईटालाई के भनेर उच्चारण गर्ने? प भनेर उच्चारण गर्नु पर्यो। त्यस्तै तरिकाले यदि शब्दको तलपट्टि यो जिरो भन्ने कुरा चाहिँ यदि तलपट्टि झुन्डेर बस्छ भने यसलाई उच्चारण गर्दा के गर्ने? न भनेर उच्चारण गर्नु पर्यो। त्यस्तै यो न र म चाहिँ यदि तलपट्टि झुन्डेको छ भने न र मलाई चाहिँ न र म नै भनेर उच्चारण गर्नुपर्छ, यसको स्वर परिवर्तन हुँदैन। त्यस्तै यहाँ तल दिएका यी शब्दहरू छन्, यी 6 वटा स, डबल स, ज, छ, द, थ, यो 6 वटा यदि तल झुन्डिन्छ भने यसलाई त भन्ने। यो हलाई ह चाहिँ हको उच्चारण भनेको चाहिँ धेरै जस्तो कन्डिसनमा चाहिँ यो साइलेन्ट बसेको हुन्छ है, साइलेन्ट बसेको हुन्छ। अनि केही प्रसङ्गमा चाहिँ यो त भन्ने उच्चारण पनि आउँछ, त्यही भएर यो राख्न चाहिँ यसलाई पनि तकै रूपमा राखिदिएको छ। विशेष ध्यान दिनुपर्ने भनेको चाहिँ यो 6 वटा पोइन्ट हो, 6 वटा पोइन्ट चाहिँ तल जाँदा के हुन्छ? त नै हुन्छ है। ल अब अगाडि बढौँ। ल यो ग, क र ख फाच्छिमको रूपमा तल आएका शब्दहरूको विषयमा एकछिन हेरौँ त। जस्तो 1 नम्बरमा हेरौँ, यहाँ के लेखिएको छ यसलाई उच्चारण गर्न सिकौँ। ल अब यहाँनिर हेरौँ, यो शब्द उच्चारण गर्नुभन्दा अगाडि सबैभन्दा सुरुमा यो जिरोको प्रसङ्गमा चाहिँ एउटा सानो व्याख्या सुनौँ है। यो कुनै पनि एउटा शब्द फर्मेसन हुनको लागि के चाहिन्छ? कन्सोनेन्ट र एउटा भोवेल दुईटा मिक्स भएर चाहिँ शब्द बन्नुपर्ने हुन्छ। तर कोरियामा केही शब्दहरू यस्ता छन्, जस्तो हेरौँ त आ ई भनिन्छ, यो आई भनेको बच्चा। त्यस्तै ओ ई भनिन्छ, ओई भनेको चाहिँ काँक्रो।
तर यो फर्मेसनमा यो माथि सी प्लस बी कन्सोनेन्ट र भवेल दुईटा मिक्स भएर चाहिँ बन्नुपर्ने प्रसङ्गमा यहाँ भवेलबाट मात्रै बनेका छन्। त्यस्तै यसमा पनि भवेलबाट मात्रै बनेका छन् भनेपछि यो रुलमा नगएको कारणले गर्दा यसलाई चाहिँ यो रुलमा लानको लागि यो 0 भन्ने चाहिँ जुन छ यो चाहिँ नो साउन्ड कन्सोनेन्टको रूपमा चाहिँ के गरे हुन् त प्रतिपादन गरे हुन् अथवा बनाएका हुन् कोरियनहरूले। त्यही भएर चाहिँ यो 0 चाहिँ जब यदि भवेलसँग टाँसिएर आउँछ यस्तो बेलामा यो भवेललाई सपोर्टिङ मात्रै हो, यसको कुनै पनि साउन्ड छैन। त्यही भएर यसलाई अ भन्ने हो। अ आसँग ठोकिँदा पनि अटोमेटिक साइलेन्ट बस्छ। यो आको मात्रै उच्चारण गर्नुपर्ने हुन्छ है। तर यदि शब्दको तलपट्टि यसरी झुन्डिएर बस्छ भने यस्तो बेलामा मात्रै यसको आफ्नो स्वर छ, त्यस्तो बेलामा चाहिँ हामीले यसलाई के भन्नुपर्छ ङ भनेर चाहिँ उच्चारण गर्नुपर्ने हुन्छ। त्यही अन्तर्गत यहाँनिर हेरौँ यो फ प्लस उले के भयो फु भयो। अब यो 0 त भवेललाई सपोर्ट मात्रै आएको, माथि बस्दा सपोर्ट मात्रै हुन्छ भनेपछि यो 0 चाहिँ यो असँग मिक्स हुँदा के भयो त यो अ नै भयो, फु अ भयो। अब यो ख तल जाँदा के हुन्छ भनेर पढाएको त ग गए पनि क गए पनि ख गए पनि ख तल जाँदा के हुन्छ त खलाई हामीले के भन्नुपर्छ भनेर पढाएछौँ त यहाँनिर हेरौँ त क भनेर पढ्ने। त्यही भएर अब यसलाई हामीले के लेख्नु पर्यो त फुअक भनेर भन्नु पर्यो। फुअक भनेको चाहिँ भान्सा कोठा। त्यस्तै यहाँ अर्कोमा पनि हेरौँ त यहाँ के छ ब प्लस ए बे, तर शब्दको सुरुमा ब भएपछि के हुन्छ फ हुन्छ। त्यही भएर फ प्लस एले के भयो फे भयो। तलपट्टि ग आउँदा के भनेर उच्चारण गर्नु पर्यो क भनेर उच्चारण गर्नु पर्यो। त्यस्तै यहाँनिर हेरौँ डबलवाला पनि थ प्लस आले के भयो थाहा भयो। डबल क पनि तल जाँदा के हुन्छ क नै हुन्छ, तर आधा दिनुपर्छ है। यदि कुनै पनि कन्सोनेन्ट चाहिँ यसरी तल झुन्डेर बस्छ भने यसको उच्चारण भनेको सधैँ 50% अथवा आधा हाफ साउन्ड मात्रै गर्नुपर्ने हुन्छ। त्यही भएर यो के भयो त आधा क भयो। अनि यो क को पछाडिपट्टि के छ द छ। अब यो द प्लस आधा अहिलेलाई दा लेख्दा चाहिँ पाइयो, तर पछि गएर फेरि हामीले यसलाई पढ्दाखेरि के भनेर पढ्छौँ त थ प्लस आ था। यो क र द दुईटा मिक्स खाँदा पनि क, यो क र द ठगर खाँदा दलाई पनि हामीले त भनेर पढ्नुपर्ने हुन्छ। यो पछि गएर हामी फेरि पढ्दै जाउँला। अहिले हामीले यो माथिको मात्रै दा नै भनेर प्र्याक्टिस गर्दा नि हुन्छ। ल यस्तै तरिकाले यहाँ अन्य केही इक्जाम्पलहरू पनि छन्। यो इक्जाम्पलहरूलाई चाहिँ तपाईँहरूले चाहिँ जति सक्नुहुन्छ त्यति नै चाहिँ प्र्याक्टिस गर्नु होला। ल अब लागौँ अर्को उच्चारण सम्बन्धी नियममा। ल अब ब र फको प्रसङ्गमा हेरौँ। ब र फ तल जाँदा के हुन्छ भनियो त प हुन्छ भनेर पढेको छ। अब यही अन्तर्गत हेरौँ त ल यो ब को प्रसङ्गमा हेरौँ। चाहे तपाईँको ब आए पनि चाहे तपाईँको फ आए पनि है, यसरी ब र फ तल झुन्डिन्छ भने दुईटैको उच्चारण के भनेर गर्नु पर्यो त प भनेर उच्चारण गर्नु पर्यो। त्यही भएर यो माथिको के भयो त भवेल आएको सपोर्टिङ मात्रै हो। त्यही भएर यसलाई ई को ई नै भयो। ब तल आइसकेपछि के भयो त प इप गर्नु पर्यो। त्यस्तै तरिकाले फ पनि तल आउँदा के भयो त प नै भयो। दुईटैको उच्चारण के हुन जान्छ त प नै हुन जान्छ। ल यस्तै तरिकाले यसलाई पनि प्र्याक्टिस गर्नु होला। जस्तो यहाँनिर हेरौँ त एउटा ल शब्दको सुरुमा ज आएको छ। ज शब्दको सुरुमा आयो भने के हुन्छ छ। छ प्लस आले के भयो छा। अब ब तल आएपछि के हुन जान्छ त प भनेपछि यसको आधा प भयो। अब यो ब को लगतै द छ। अहिलेलाई द प्लस आले दा नै लेखौँ, तर यो पछि गएर फेरि हामीले पढ्छौँ। पढ्दाखेरि के हुन्छ त छ प्लस आले छा, यो प को प भयो। यो ब र द ठगर खाँदा यसलाई पनि हामीले त भन्छौँ। त प्लस आले ता। पछि गएर पढ्दा चाहिँ हामीले यसलाई छाप्ता भनेर पढ्नुपर्छ। यो सम्बन्धी रुल म तपाईँलाई सिकाउँदै जान्छु। अहिले मात्रै हामीले के ख्याल गरौँ त यो छाप्ता भनेर मात्रै पनि प्र्याक्टिस गर्दा हुन्छ है। ल यहाँ अन्य केही इक्जाम्पलहरू पनि छ। इक्जाम्पलहरूलाई चाहिँ प्र्याक्टिस गर्नु होला। ल अब अर्को रुलमा लागौँ। ल यहाँनिर हेर्नुहोस् त यो अ जुन यो यसलाई तल जाँदाखेरि चाहिँ ङ भनिन्छ। यो ङ न र म चाहिँ यदि तल झुन्डेको छ भने ङ न र म चाहिँ यदि तल झुन्डेको छ भने यसको चाहिँ स्वर परिवर्तन नभइकन यसलाई चाहिँ के भनिन्छ ङ न र म नै भनेर उच्चारण गर्नुपर्छ। जस्तो फर इक्जाम्पल यहाँनिर हेरौँ त फ प्लस आले के भयो फा। यो 0 तल हुँदा के हुन्छ त ङ नै हुन्छ। त्यस्तै स प्लस आले के भयो त सा। न को चाहिँ न नै हुन्छ सान, तर आधा मात्रै दिनुपर्छ। अब यसमा म प्लस ओले म तल जाँदा के हुन्छ म नै हुन्छ, तर आधा है। म ङ न र म चाहिँ तल जाँदाखेरि यिनीहरूको साउन्ड चाहिँ आफ्नै साउन्ड हुन्छ। यो साउन्ड चाहिँ के हुन्छ परिवर्तन हुँदैन। ल त्यस्तै अर्को रुलमा हेरौँ। अब यो ल को प्रसङ्गमा हेरौँ है। यो अलिकति लामो जस्तो छ, बुझ्नुभयो भने चाहिँ एकदमै सजिलो छ। यसले के भन्छ हेरौँ है। ल शब्दको तल चाहिँ के आएमा ल आएमा। यदि शब्दको तल चाहिँ के आएमा यहाँनिर ल आएर बसेको छ है। र यसको उच्चारण के हुने रहेछ त तल आएमा यसको उच्चारण। यसलाई चाहिँ हामीले ल भनेर उच्चारण गर्नु पर्यो।
र तल ल आएर लगत्तै यदि है यहाँ तलपट्टि ल आयो र यसको लगत्तै फेरि अर्को पनि के आइदियो त ल आयो, तल ल आएर लगत्तै यहाँनिर फेरि अर्को पनि ल आएमा यी दुवैको उच्चारण के गर्नु पर्यो, ल नै गरिन्छ। दुईटैको उच्चारण चाहिँ के गर्नु पर्यो, तलको पनि ल माथिको पनि ल नै भनेर उच्चारण गर्नुपर्ने हुन्छ। जस्तो फर इक्जाम्पल हेरौँ, पहिला सुरुमा चाहिँ सिङ्गल बालगाको प्रसङ्गमा हेरौँ है। यहाँनिर हेरौँ त म प्लस आले मा भयो, यो र चाहिँ तल जाँदा के भनेर उच्चारण गर्ने भनेका छौँ त, यदि शब्दको तल यो र आएमा यसको उच्चारण के गर्ने त, ल गर्ने भनेका छौँ। त्यही भएर यसलाई हामीले ल भनेर उच्चारण गऱ्यौँ, यसमा त समस्या छैन सिङ्गलमा। यो डबलको प्रसङ्गमा पनि यदि तल ल आएर लगत्तै यदि ल आउँछ भने, जस्तो फर इक्जाम्पल यहाँनिर हेरौँ, यो प भयो, प प्लस आले के भयो पा, ल नै दुईवटा कनेक्सन हुँदाखेरि दुईवटालाई हामीले के भनेर उच्चारण गर्ने, ल नै भनेर उच्चारण गर्नुपर्छ। त्यही भएर तलकोलाई लेख्दा आधा ल, अब माथिको पनि ल भयो, ल प्लस इले के लेख्नु पर्यो, लि नै भनेर लेख्नु पर्यो। ल यसरी चाहिँ तपाईँहरूले यसलाई प्र्याक्टिस गर्नुपर्ने हुन्छ। त्यस्तै अर्को पनि एउटा कुरा के छ भने, अपवादको रूपमा चाहिँ है, यदि शब्दको तल ल आएको छ, शब्दको तल के आएको छ, ल आएको छ, लगत्तै चाहिँ फेरि के आएको छ त, यदि ह आएको छ भने, लको लगत्तै यदि यहाँ ह आएर बसेको छ भने यो ललाई चाहिँ अब ल न भनेर के भन्नु पर्यो, र भन्नु पर्यो। जस्तो फर इक्जाम्पल हेरौँ, यहाँनिर एउटा दिएको छ, ल जस्तो एउटा इक्जाम्पल हेरौँ त यहाँनिर, ल यो प्रसङ्गमा हेरौँ, यो अगाडिको के भयो, ई भयो, यो जिरोको त भ्यालु छैन, भवेला मात्रै सबैबाट आएको, तलको ल इल, अनि ह प्लस आले के भयो हा, द प्लस आले दा। सिम्पल तरिकाले हेर्ने भने त हुनुपर्ने चाहिँ यस्तो हो, तर यो यस्तो नभएर चाहिँ कस्तो भइदिन्छ भने, यो माथिको ईको ई नै भयो, यो ल र ह चाहिँ एकअर्कामा, ल चाहिँ तल हुनु पर्यो, ह चाहिँ माथि है। यसरी कनेक्सन हुँदाखेरि यसलाई चाहिँ हामीले ल न भनेर अब र भनेर उच्चारण गर्नु पर्यो, अनि ह चाहिँ साइलेन्ट है। यो र भयो, ल र ह कनेक्सन हुँदाखेरि ललाई के भन्ने, र भयो, अनि बाँकी चाहिँ यहाँ आ भन्ने भवेल छ, र प्लस आले मिस्दा के भयो, रा, द प्लस आले के भयो त, दा, इरादा। यसरी चाहिँ हामीले यसलाई पढ्नुपर्ने हुन्छ। त्यस्तै यहाँनिर अर्को पनि छ एउटा इक्जाम्पल हेर्नुहोस् त, म प्लस आले के भयो मा, यो ल र ह मिक्स हुँदाखेरि यो ललाई के भन्ने, र गर्नु पर्यो, र प्लस आले के भयो रा, द प्लस आले दा, मारादा भनेर यसरी पढ्नु पर्यो है। त्यस्तै यहाँ अर्को पनि हेरौँ त एउटा, तर ल अगाडि आएको अवस्थामा र ल दुवै उच्चारण हुन सक्छ। भन्न खोजेको कुरा के हो भने, यदि यसरी शब्दको सुरुमा यदि यो आएर बस्दिन्छ भने यस्तो बेलामा चाहिँ यो अवस्था अनुसार कुनै शब्द ल भनेरै उच्चारण पनि भएको हुनसक्छ भने कुनै चाहिँ र नै पनि हुनसक्छ। यसमा चाहिँ खासै केही फरक पर्दैन ल र भन्दाखेरि, तर बढी मात्रामा चाहिँ के भनिन्छ त, शब्दको सुरुमा आउँदा र नै भनेर चाहिँ बढी प्रयोग गरिन्छ। यो खासै त्यस्तो इम्पोर्टेन्ट कुरा छैन, र नै भनेर पढिदिँदा हुन्छ। ल अब हामी लागौँ अर्को रुलमा। ल अर्को रुलभन्दा अगाडि हेर्नुहोस् त, यो ल सम्बन्धी यहाँ केही इक्जाम्पलहरू दिएका छन्। यो इक्जाम्पललाई चाहिँ तपाईँहरूले चाहिँ जति सक्नुहुन्छ धेरै चाहिँ प्र्याक्टिस गर्नु होला। ल अब चाहिँ लागौँ अर्को रुलमा। ल अब यसमा हेरौँ त, यदि यी तल दिएका यी माथि लेखिएका यी जति पनि यी शब्दहरू छन्, यो स, त्यस्तै यो डबल स भयो, द, थ, ज, छ र ह, फाक्षिमको रूपमा तल आउँदा चाहिँ सबैको उच्चारण के हुने रहेछ त हुन्छ भन्ने विषयमा छ। यसका एक दुईवटा इक्जाम्पल हेरौँ। ल जस्तो हेरौँ, यही प्रसङ्गमा हेरौँ, यो जिरोको यो लेखेको यो यसरी लेखे है, लेख्ने क्रममा यो के भयो ओ, यसको काम के हो त, यो भवेला सपोर्ट मात्रै आएको भनेपछि यसको उच्चारण के मात्रै गर्छौँ त हामीले, जिरोको भ्यालु छैन, त्यही भएर ओ मात्रै, ओको मात्रै उच्चारण गर्ने। अनि तलपट्टि हेरौँ त स, यी मध्ये जुनसुकै तल आए पनि यसको उच्चारण के भनेर गर्नुपर्ने छ त, त्यही भएर यो सलाई हामीले के भनेर उच्चारण गर्ने त, तर आधा है, ओत भनेर उच्चारण गर्नु पर्यो। त्यस्तै यहाँ अर्को पनि हेरौँ। ल जस्तो यही प्रसङ्गमा हेरौँ, शब्दको सुरुमा ज छ, ज शब्दको सुरुमा आउँदा के भयो छ, छ प्लस अले छ भयो, यो ज तल आउँदा जलाई के भनेर उच्चारण गर्नु पर्यो, जलाई पनि त भनेर उच्चारण गर्नु, त्यही भएर त लेख्नु पर्यो।
अब यो ज र द ठकार खाँदा ताने हुन्छ, अहिले हामीले यसलाई दाने भनेर पढौँ, तर पछि गएर हामीले यसलाई पढ्दा चाहिँ के भन्छौँ त छत्ता भनेर पढ्नुपर्ने हुन्छ है। ल यो यहाँ केही इक्जाम्पलहरू छ, यो इक्जाम्पलहरू पनि तपाईँहरूले प्र्याक्टिस गर्नुहोस्। ल अगाडि बढौँ। लास्ट ल अब हेरौँ यो साङफाच्छिमको प्रसङ्गमा। यो साङफाच्छिम भनेको चाहिँ के हो भन्ने प्रसङ्गमा पहिला कुरा बुझौँ। जस्तो फाच्छिम भनेको चाहिँ के भयो त तल झुन्डेको कन्सोनेन्ट भनेर हामीले पढेका थियौँ। यो साङ भन्ने बित्तिकै डबल, अब यही फाच्छिमको रूपमा चाहिँ दुईवटा कन्सोनेन्ट चाहिँ यसरी सँगै बसेका हुन्छन् भने, यसरी दुईवटा कन्सोनेन्ट चाहिँ तल झुन्डेर बसेका हुन्छन् भने त्यसलाई चाहिँ के भनिन्छ साङफाच्छिम भनिन्छ। हामीले बुझ्ने भाषामा चाहिँ डबल फाच्छिम भनिन्छ। यो फाच्छिम सम्बन्धी नियमको विषयमा चाहिँ अब एकछिन हेरौँ। ल यसरी डबल फाच्छिमको रूपमा तल आउने कन्सोनेन्टहरू डबल साङफाच्छिमहरू चाहिँ यिनै हुन्। अब यिनैहरूमध्ये चाहिँ हामीले चाहिँ उच्चारण कुनलाई चाहिँ प्रायोरिटी दिने भन्ने विषयमा चाहिँ हेर्नुपर्ने हुन्छ। यसलाई बुझ्नको लागि सबैभन्दा सजिलो उपाय के छ भने 1 र 2 गरेर छुट्याउँ। जस्तो हेरौँ है त, यसमा के छन् भने एउटा ल र ग, त्यस्तै गरेर अर्को यो ल र म बाला, त्यस्तै गरेर एउटा लास्टको भनेको यो ल र फ भन्ने प्रसङ्गमा है। यदि यो तीनटामा चाहिँ यदि यो तीनटा आएका छन्, तीनटा मध्ये कुनै आएका छन् भने यस्तो बेलामा चाहिँ यो पछाडिको मात्रै उच्चारण गरिदिनुहोस्। यो जति पनि यो डबल कन्सोनेन्ट छ, यो डबल कन्सोनेन्ट यो साङफाच्छिम भन्ने छ, यो साङफाच्छिम आउँदाखेरि हामीले उच्चारण चाहिँ एउटा मात्रै गर्नुपर्ने हुन्छ। त्यसै कारणले गर्दाखेरि यो एउटा उच्चारण गर्ने प्रसङ्गमा कुन चाहिँ उच्चारण गर्ने भन्ने प्रसङ्गमा हामी कन्फ्युज हुन्छौँ। त्यसै कारणले गर्दा यहाँ दिएका यी साङफाच्छिमहरूमध्ये एउटा, दुईटा र तीनटा, यो तीनटा चाहिँ यदि छन् भने त्यस्तो बेलामा चाहिँ यो पछाडिको मात्रै उच्चारण गरिदिनुहोस्, बाँकी सबैमा चाहिँ अगाडिको उच्चारण गरिदिनुहोस्। यति गर्नुभयो भने यसलाई तपाईँहरूले बुझ्न सजिलो हुन्छ। अब यो बाहेक बाँकी रहेका प्रसङ्ग हेर्नुहोस्। जस्तो एउटा ग र स छ, त्यस्तै न र ज छ, न ह छ, ल ब छ, ल स, ल थ, ल ह र त्यसपछि ब छ। यी बाँकीमा चाहिँ के गर्नुपर्छ त हामीले अगाडिको उच्चारण गर्नुपर्ने हुन्छ। यो तीनटामा मात्रै पछाडिको उच्चारण गर्नुपर्ने हुन्छ। यतिलाई चाहिँ ख्याल गर्नुहोस्। ल यहाँ राखिदिएको पनि छु मैले, यसलाई हेरौँ त। ल साङफाच्छिममा पछाडिको उच्चारण हुने साङफाच्छिमहरू भनेको छ यो तीनटा चाहिँ सधैँ पछाडिको मात्रै उच्चारण गर्नु पर्यो, बाँकी यति जति छन् यिनीहरूमा चाहिँ अगाडिको उच्चारण गर्नुपर्छ भनेर ख्याल गर्नु होला। त्यति गर्नु भने तपाईँहरूलाई पुग्छ। ल अगाडि हेरौँ। यो साङफाच्छिम अन्तर्गत रहेका यी डबल कन्सोनेन्ट जति पनि छन् यसको उच्चारण गर्ने सम्बन्धीमा चाहिँ जस्तो रुलहरू चाहिँ हामीले हेऱ्यौँ। अब उच्चारण कसरी गर्ने भन्ने विषयमा चाहिँ हेरौँ। जस्तो यहाँनिर हेरौँ त, ग स र ल ग छ भने यसमा हामीले के उच्चारण गर्नुपर्छ त क भनेर चाहिँ उच्चारण गर्नु पर्यो। भनेपछि अघि मैले तपाईँलाई के भनेको थिएँ, ल र ग आउँदाखेरि यो पछाडिको उच्चारण गर्नु भनेको थिएँ। त्यसै कारणले गर्दा यसलाई चाहिँ के उच्चारण गर्नुपर्छ क भनेर चाहिँ हामीले ख्याल गर्नुपर्ने हुन्छ। त्यही भएर यहाँनिर हेरौँ त, यहाँ के लेखेको छ, ल र ग छ। ल यहाँनिर के छ हेर्नुहोस् त, भनेपछि थ प्लस आले के भयो थाहा भयो। अब यो ल र ग मध्ये के चाहिँ उच्चारण गर्नु पर्यो त एउटा मात्रै उच्चारण गर्नु पर्यो। त्यही भएर यो ल चाहिँ के बस्ने भयो त साइलेन्ट बस्ने भयो। त्यही भएर चाहिँ यो गलाई मात्रै उच्चारण गर्दा अटोमेटिक ग तल आउँदा के हुन्छ क भनेर उच्चारण गर्नु पर्यो। त्यस्तै यहाँनिर हेरौँ, यो ग र स छ भने स साइलेन्ट बस्ने भयो। ग र समा केलाई मात्रै उच्चारण गर्नुपर्ने, गलाई मात्रै उच्चारण गर्ने। स चाहिँ साइलेन्ट बस्दाखेरि न प्लस अले न, तलको क, नक भनेर चाहिँ उच्चारण गर्नु पर्यो। त्यस्तै यहाँ तल हेरौँ त, यो न र जको प्रसङ्गमा हामीले यसमा त पछाडिको उच्चारण गर्ने भनेको छुइनँ, अगाडिकै उच्चारण गर्ने भनेको छ। भनेपछि यसको उच्चारण के हुने भयो त न नै हुने भयो। भनेपछि नको पछाडिपट्टि रहेको ज साइलेन्ट, नको पछाडिपट्टि रहेको ह पनि साइलेन्ट गरेर चाहिँ उच्चारण गर्नु पर्यो। त्यस्तै अन्तर्गत यहाँनिर हेर्नुहोस् त, यहाँ के लेखेको छ। ल अब यसमा हेरौँ, यो माथिको जिरोको त भ्यालु छैन, जिरो भनेको भवेललाई मात्रै सपोर्ट गर्न आएको। त्यही भएर यो भवेल के हो त आ भयो। अब यो न र ज मध्ये उच्चारण चाहिँ केलाई गर्नु पर्यो त नलाई उच्चारण गर्नु पर्यो। त्यही भएर यसको चाहिँ न मात्रै लिने आन। अनि त्यसपछि गएर यो दा जुन छ अहिलेलाई हामीले पढ्दाखेरि दा नै भनेर पढौँ, तर पछि गएर हामीले यसलाई पढ्दाखेरि चाहिँ के भनेर पढ्छौँ त आन्ता भनेर पढ्छौँ। यसको विषयमा म पछि फेरि रुल भन्दै जान्छु है। ल अर्को हेरौँ, यहाँ त्योभन्दा तलपट्टि ल यहाँनिर ल र म छ। यो ल र म आउँदाखेरि हामीले केलाई उच्चारण गर्ने, मलाई उच्चारण गर्नु पर्यो। त्यही अन्तर्गत यहाँनिर हेरौँ, जस्तो के छ
छन्दा छ भने यसमा ल र म आउँदाखेरि केलाई उच्चारण गर्ने, मलाई उच्चारण गर्ने, त्यही भएर ल चाहिँ साइलेन्ट बस्ने भएको कारणले छ प्लस अले छ, यो म चाहिँ उच्चारण गर्नु पर्यो म, द प्लस आले दा, यसरी चाहिँ यसलाई हामीले उच्चारण गर्नुपर्ने हुन्छ। ल यस्तै अन्य पनि रुल छन्, त्यो अन्य रुललाई पनि हेरौँ। ल यहाँनिर हेरौँ, यो चारवटामा हामीले के भनेर पढेका थियौँ त, सबै अगाडिको ल चाहिँ उच्चारण गर्नुपर्छ भनेर पढेका थियौँ। त्यही अन्तर्गत यहाँनिर एउटा इक्जाम्पल हेरौँ। यहाँ के दिएको छ भने यसलाई हेरौँ त, अगाडिको य को य भइहाल्यो, त्यसपछि द प्लस अले द भयो, यो ल र ब आउँदाखेरि ल र ब आउँदा अगाडिको ल मात्रै उच्चारण गर्नु पर्यो, त्यसै कारणले गर्दा यो ब चाहिँ के बस्ने भयो त, साइलेन्ट, भनेपछि यो ललाई मात्रै उच्चारण गर्ने, ल य दल भनेर हामीले ख्याल गर्नु पर्यो। ल त्यस्तै अर्को पनि हेरौँ यहाँनिर। ल यो प्रसङ्गमा पनि म प्लस उले मु भयो, यो तलको ल को ल नै भयो, ग प्लस ओले गो। अब यो ल र स आउँदाखेरि ल र स आउँदा केलाई उच्चारण गर्ने त, ललाई उच्चारण गर्नु पर्यो, त्यही भएर यो ल मात्रै उच्चारण गर्ने, स चाहिँ के बस्ने भयो त, साइलेन्ट बस्ने भयो। यस्तै तरिकाले चाहिँ यहाँ केही इक्जाम्पलहरू छ, इक्जाम्पलहरू चाहिँ तपाईँहरूले प्र्याक्टिस गर्नुहोस्। यहाँ तलपट्टि हेरौँ। अब यहाँनिरको यो प्रसङ्गमा हेरौँ, यहाँनिर के दिएको छ भने एउटा ल र फ छ, एउटा ल र फ छ, अर्को चाहिँ के छ त, ब र स छ। अब यसमा हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने, यसमा ख्याल गर्नुपर्ने कुरा के हो भने, यो फ जुन दिएको छ यो तलपट्टि आएर बस्दा ल र फ जुन आएको हुन्छ, जस्तो ल र फ को प्रसङ्गमा यहाँ 1 नम्बरमा हेरौँ। यो माथिको यसको त भ्यालु छैन, यो उ मात्रै उच्चारण गर्नु पर्यो। अब यहाँ ल र फमा के उच्चारण गर्ने त, ल र फमा हामीले के उच्चारण गर्नुपर्छ, प भनेर उच्चारण गर्नु पर्यो। भनेपछि ल त अटोमेटिक साइलेन्ट भइसक्यो। अब फ तल आएको छ, फ अटोमेटिकली तल आउँदा यसको साउन्ड के भनेर बस्छ त, प भनेर बस्छ भनेर हामीले पढेका थियौँ। त्यही भएर यो फलाई चाहिँ प भनेर उच्चारण गर्नु पर्यो। अनि द प्लस आले दा, अहिलेलाई उक्ता भनेर पढौँ, तर पछि गएर फेरि यो के हुन्छ त, उफ्ता भनेर हामीले पढ्नुपर्ने हुन्छ है। ल त्यस्तै अर्को हेरौँ यहाँनिर। माथिको अ को अ भइहाल्यो, ब र समा के उच्चारण गर्ने, स साइलेन्ट, बलाई मात्रै उच्चारण गर्नु पर्यो, ब तल आउँदा के हुन्छ प, त्यही भएर यो ब को चाहिँ प भनेर लेख्नु पर्यो। अनि द प्लस आले दा, अब दा भयो, तर पछि गएर चाहिँ हामी यसलाई के भनेर पढ्छौँ त, अपता भनेर चाहिँ पढ्छौँ। यसको विषयमा रुल पढ्न बाँकी नै छ। ल यस्तै तरिकाले चाहिँ सबै तपाईँहरूले चाहिँ एकचोटि प्र्याक्टिस गर्नुहोस्। जति प्र्याक्टिस गर्नुहुन्छ तपाईँहरूलाई त्यति नै शब्द उच्चारण गर्न चाहिँ सहज हुन्छ। ल अब बाँकी अन्य रुलहरूको बारेमा चाहिँ, उच्चारण सम्बन्धी नियमहरूको बारेमा चाहिँ म तपाईँहरूलाई नेक्स्ट क्लासमा चाहिँ सिकाउनेछु। धन्यवाद।